हेलो गाइस, नमस्ते सबैजनालाई। सबैजना सन्चो सुबिस्तै हुनुहुन्छ होला। जहाँ भए पनि जस्तो भए पनि सबैजना सकुशल आराम कुशलै हुनुहुन्छ होला। यसै भन्दै म हजुरहरू सामु नयाँ भिडियो लिएर उपस्थित भएको छु। के कस्तो लाग्छ हजुरहरूले हेरेर लाइक कमेन्ट सेयर गर्नुहोला। धन्यवाद। लेट्स स्टार्ट द भिडियो। ल गाइस, आज चाहिँ हामी स्वयंतर्फ जाँदैछौँ। हामी 3 भाइ मिलेर होइन, अब साथीभाइ मिलेर यसो घुमिदिउँ न त भन्ने हाम्रो प्लान भयो होइन। त्यसैले अब हामी चाहिँ यो सातो बाटो हुँदै हुँदै यता कलङ्की साइडबाट हामी स्वयंतर्फ जाँदैछौँ होइन। अब तपाईँहरूलाई अब यस्तै बाटोको नजाराहरू देखाउँदै लाँदैछौँ। के कस्तो लाग्छ हेरिदिनु होला होइन। अब हामी चाहिँ यहाँ थोरै ट्राफिक जाम भएको कारणले थोरै अब गाडी स्लो गर्नु परेको छ। त्यसैले पनि कन्टिन्यू गर्नु होला, हजुरहरूले हेरिदिनु होला। माया र साथ सपोर्ट गरिदिनु होला। सानो सानो भए पनि हजुरहरूकै साथ सपोर्टले नै गर्दा हामी पनि अघि बढ्ने हो र हजुरहरूले नै साथ सपोर्ट देखाउनु भयो भने हजुरहरूलाई पनि हामीले भिडियो देखाउनलाई कुनै उत्सुकता, कुनै जाँगर, कुनै अब हौसला जस्तै मिल्छ भन्ने आशा राखी हजुरप्रति अब हजुरहरूप्रति भिडियोहरू प्रस्तुत गर्छौँ होइन। आशा राख्नेछु यसै गरी सधैँभरि हजुरहरूको माया र सपोर्ट पायो भने अझै पनि योभन्दा बेटर, योभन्दा अझै राम्रो भिडियो बनाउने छु भन्दै हजुरहरूप्रति म यो पनि के भन्छ, यो पनि अब प्रस्तुतिहरू देखाउन, अब यो पनि अब यो एउटालाई भनौँ न शब्दहरू, अब एउटा कुरा राख्न चाहन्छु। यति नै भनौँ न, एउटा कुरा राख्न चाहन्छु हजुरप्रति। अब एउटा माया देखाउनु भएको कारणले गर्दाखेरि मैले त अब हजुरहरूलाई नयाँ नयाँ किसिमको भिडियोहरू बनाएर देखाउने नै छु होइन। यो पहिलो प्रस्तुति नयाँ पहिलोचोटि भएको कारणले गर्दाखेरि अब अहिले के कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया दिनु होला। कहाँ कस्तो मिस्टेक भयो, कस्तो बनाउँदा चाहिँ ठिक हुन्छ, के गर्दा चाहिँ ठिक हुन्छ हजुरहरूकै मुखबाट सुन्न पाएँ भने भोलिको दिनमा मैले त्यही शब्दलाई लिएर, त्यही कुरालाई लिएर भोलि फेरि नयाँ प्रस्तुति, नयाँ अझै बेटर तरिकाले दिन सक्छु होला। तपाईँहरूको कुरा, तपाईँहरूको कमेन्ट, तपाईँहरूको तपाईँहरूको विचारले मलाई अब त्यस्तै कमेन्ट गर्नुभयो भने भोलिको दिनमा म फेरि नयाँ नयाँ भिडियोहरू निकाल्न सक्छु। अब मेरो हिसाबले अब योभन्दा अझै बेटर पनि बनाउन कोसिस गर्छु। म अझै योभन्दा राम्रो बनाउन कोसिस गर्छु। अझै हाई लेभलसम्म जाने कोसिस गर्छु। त्यसको लागि हजुरहरूको साथ सपोर्ट चाहिन्छ गाइज। त्यसैले म बुझ्छु तपाईँहरूले जे जस्तो भयो पनि मलाई लाग्छ तपाईँहरूले मलाई साथ दिनुहुन्छ, माया गर्नुहुन्छ, साथ सपोर्ट गर्नुहुन्छ भन्ने मलाई लाग्छ, आशा छ हजुरहरूप्रति। त्यसै गरी हामी यस स्वयंतर्फ जाँदैछौँ गाइज। अब कलङ्कीतर्फ जाँदैछौँ। अब हामी दाइ अनि भाइ, दुईजना दाइ हुनुहुन्छ होइन। अनि म चाहिँ यता साइड गाडीमा, हामी गाडीको ट्राभल गर्दैछौँ। हामी चाहिँ म चाहिँ गाडीको साइडबाट यसो भिडियो खिच्दैछु होइन। अब हामी नपुगिन्जेल यसो भ्लग गर्दै जाऊँ न त। अब यताको यो कलङ्की सातोबाट हुँदै गएको बाटोको नजारा पनि देखाइदिउँ न त। सबैले नदेखे पनि, सबैले देखे भने कतिले त देख्नु भएको छैन नि त यताको बाटो कस्तो छ, के कस्तो छ भनेर। अब नदेखेकोलाई पनि देख्नलाई अलिकति राम्रै हुन्छ। उहाँहरूले पनि यस्तो रहेछ भन्ने बुझ्नुहुन्छ। बुझेकोले त ठिकै छ, नबुझेकोले चाहिँ, नदेखेकोले चाहिँ यस्तो पो रहेछ है भन्ने उहाँहरूलाई पनि यो भिडियो मार्फत केही हातसम्म सहयोग मिल्छ भन्ने आशाले म यो भिडियो बनाएर हजुरहरूप्रति प्रस्तुत गरेको छु। अब जे जस्तो लाग्छ हजुरहरूको विचार हिसाबले लाइक कमेन्ट सेयर गर्नु होला भन्ने आशा राख्छु। त्यसैले अब हामी त्यसै कुरा गर्दै अघि बढौँ गाइज होइन। अब भिडियो के कस्तो लाग्छ हजुरहरूले भनि नै हाल्नुहुन्छ, त्यो त मलाई आशा छँदैछ। यसै गरी नै अब गाइज अब हामी चाहिँ जाँदैछौँ। अब थोरै अगाडि गएपछि यहाँ गाडी पेट्रोल हाल्न छिर्छ कि, त्यस कारणले गर्दाखेरि म स्वयंतर्फ पुगेकोसम्म भिडियो चाहिँ अपलोड गर्न सकिनँ गाइज। त्यो पनि आशा छ म अर्को पार्टमा अवश्य पनि स्वयंतर्फ घुमेको भिडियो निकाल्ने नै छु भनेर हजुरहरूप्रति सम्मको लागि चाहिँ म यहाँसम्म भिडियो देखाउन सक्छु। यहाँबाट भन्दा अगाडि अर्को पार्टमा देखाउने नै छु।